हेलो साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कार भ्याकुम हो है। कारको लागि तपाईँको पोर्टेबल भ्याकुम हो यो, एकदमै सजिलो र राम्रो रहेको छ। कारको लागि चाहिने कुराको लागि एकदमै सजिलो छ यो। म आज तपाईँहरूलाई चाहिँ यो अनबक्स गरेर देखाउँछु कस्तो छ भनेर तपाईँ यो कार भ्याकुम चाहिँ हाम्रो म्याक्सटपको रहेको छ। 150 वाटको हो यो। यसले यो चलाउँदाखेरि आवाज पनि अलिक कमै आउँछ भनेर चाहिँ यसमा लेखिएको छ। यसमा तपाईँले देख्न सक्नुहुन्छ। सानो भएको कारणले गर्दा तपाईँले जहाँ पनि लगेर बोक्न सक्नुहुन्छ। एकदमै इजी टु ह्यान्डल रहेको छ यो, सजिलो रहेको छ। सिम्पल युज गर्नको लागि पनि सजिलो रहेको छ। म्यानुअल हेर्न सक्नुहुन्छ मजाले, यसमा सबै कुराहरू देखाएको छ। म तपाईँलाई चाहिँ आज यो अनबक्स गरेर देखाउँछु। कसरी युज गर्ने पार्ट्सहरूको होइन भनेर सबै कुराहरू देखाएको छ। अनि यस सँगसँगै यसमा चाहिँ वारेन्टी कार्ड पनि रहेको छ। यसमा चाहिँ यसैमा सानोमा वारेन्टी कार्ड रहेको छ। पार्ट्सहरू छ तपाईँको यहाँ पावर अझ गर्नु मिल्दैन मजाले। यो तपाईँले देख्न सक्नुहुन्छ यो कसरी ह्यान्डल गर्न सक्नुहुन्छ भन्ने कुराहरू मजाले यसमा चाहिँ तपाईँको तपाईँले देख्न सक्नुहुन्छ। यो पनि मजाको रहेको छ यो। अनि सफा गर्नलाई पनि एकदमै सजिलो हुन्छ यो निकाल्नको लागि भयो। लक पनि भयो, सँगसँगै लक पनि भयो। यहाँ यसरी हाल्नु मिल्छ यो मजाले। यसरी हालेर कुनाको लागि मजाले चाहिँ यो चाहिँ सजिलो हुन्छ यो। अनि यो सँगसँगै यसमा यो यसरी एट्याच पनि गर्नु तपाईँले सक्नुभयो। यसरी यो लगाएर यसरी पनि मजाले निकाल्नु मिल्छ यो। पानीलाई मजाले सजिलोसँग यसमा यो पनि हाल्नु मिल्यो यसरी यो। तपाईँको यो ब्रस पनि भयो। ब्रसमा जुन निकाल्न गाह्रो छ यसमा यो राख्नुलाई यो लक सिस्टम यो यसरी लक हाल्यो। यो लक हालेर यो पनि राख्नु मिल्यो यसरी है। चाहिन्छ भने मजाले गर्न सक्नुहुन्छ।